हेलो भ्युवर सबैमा गुड मर्निङ सुप्रभातम है र तपाईलाई थाहा नै भएको कुरा म घर आएको थिएँ र घरमा चाहिँ मेरो रुटिन कुन प्रकारको हुन्छ भन्दाखेरि चाहिँ घर आउँदाखेरि अलिक ढिलै उठ्छु है 6:30 तिर भएको थिएँ म उठ्दा अनि आजको दिन चाहिँ एकदमै दामी भइरहेको थियो है र हाम्रो घरको छेउबाट हेर्नुभयो भने चाहिँ माथि चाहिँ सिधै हिमाल पनि देख्छ है हाम्रो गाउँ एकदमै रमाइलो छ है बसेको ठाउँ छ कुनै दिन भिजिट गर्न सक्नुहुन्छ र यसरी मेरो बाबा चाहिँ यहाँनेरि घाँसमा जानको लागि रेडी हुनुहुँदै थियो हैँसे उद्याएर र म चाहिँ मम्मीको रुममा सुतेको थिएँ र मम्मीको रुम सफा गरेर ओरेर है लुगाहरू पटाउनु धेरै काम थियो र स्टार्ट चाहिँ मैले मम्मीको रुमदेखि गरेको थिएँ तपाईले देख्न सक्नुहुनेछ है आज भने चाहिँ मेरो धेरै काम थियो है घरमा किनभने म धेरै दिनको बाद घर आएको थिएँ नि त घर आउँदा अभियसली सबै मैले भएको हुन्छ है र लुगाहरू धुनुदेखि लिएर पुस्नुहरूदेखि लिएर किचनहरू पुस्नुहरू साफ सफा गर्नुदेखि लिएर धेरै काम रहेको थियो र स्टार्ट चाहिँ मैले यहाँ मम्मीको रुमदेखि गरेको थिएँ है तपाईले देख्न सक्नुहुनेछ र यसरी पानीहरू पिएर ओरेर चाहिँ म आफ्नो कामतिर लाग्नु आँटेको थिएँ त्यसमा मेरो भदै खाइहाल न लाई चाहिँ म दुध दिँदै थिएँ नि त एकदमै बदमास छ भाइ इ ल्याउ दुध आर्मीले चाहिँ दुध खान्छ नि छिटो ला र रुमहरू सफा गरिसकेर चाहिँ म चाहिँ रुम पुसेर चाहिँ बरान्डामा ल्याइपुराएको थिएँ पुसेर ओरेर र ताँबाको घरहरू पनि एकदमै मैला भइसकेको थिएँ र यसमा चाहिँ मैले हार्पिक लगाएर सफा गरेँ अप्सन थिएन नि त पिताम्बरीहरू पनि रहेन रहेछ घरमा र आएको बेलामा यसरी हार्पिकले मस्का राख्छु भनेर सबै काम सकेर चाहिँ म किचनतर्फ लागेँ है किचनलाई साफ सुग्घर गर्नको लागि पुस्नु थियो नि त एकदमै मैला भइसकेको थियो किचन पनि अनि यहाँको पर्दाहरू पनि धुनुपर्ने थियो है र भित्रको बाहिरको सबै काम सकेर चाहिँ यसरी किचन पुस्नपट्टि लागेँ है र किचनमा एकदमै बेसी मैला भएको थियो सिमेन्टको भुइँबाट र चप्पलको डाकुहरू एकदमै बेसी थियो है र घरमा चाहिँ मेरो यसरी नै दिन बित्छ है र त्यहाँदेखि चाहिँ म घाँसमा जान्छु तर घाँसमा गएको भिडियो चाहिँ मैले गर्न पाइनँ फोन लिएर गइनँ नि त र गाउँ बस्तीमा यस्तै हुन्छ है र बेला बेला घर जाँदाखेरि धेरै काम एकैचोटि पर्छ धेरै काम गर्नुपर्छ तर पनि केही छैन मजै आउँछ एकदमै थाकिसकेको थिएँ है म यो बेलासम्म चाहिँ र यसरी चाहिँ मेरो घरको दिन बित्छ भनौँ न घरमा बाई बाई गाइस।